हेलो एभ्रिवान, नमस्ते। स्वागत छ तपाईँलाई मेरो होमवर्क सिरिजको एपिसोड 84 मा। र आज हो ब्याक डे। हामी आज जुन ठाउँमा छौँ त्यो हामीले पास्टमा जीवनको महत्त्वपूर्ण क्षणमा लिएको निर्णयको प्रतिफल हो। र मलाई कहिलेकाहीँ लाग्छ यदि मैले जीवनको त्यो क्षणमा यसको साटो अर्को निर्णय लिएको भए म कहाँ हुन्थेँ होला अहिले। हुन त एउटा सोचाइ मात्रै हो, तर वास्तविकता त मैले अर्कै निर्णय लिएर अर्कै ठाउँमा पुगेको भए पनि प्रश्न त फेरि यही नै उठ्थ्यो कि म कहाँ हुन्थेँ होला। इट्स इन्ट्रेस्टिङ। सो आज पनि बिहान उठेर सधैँ चाहिँ क्लास लिन गएर दिउँसो पढ्न थालेँ। तर 2-3 घन्टाको स्टडीपछि पास्टको कुराहरूलाई मनमा खेलाएर डिस्ट्र्याक्ट भएँ। र त्यसपछि मैले गरेँ 15 मिनट मेडिटेसन एन्ड आई केम टु नो इट्स अल नर्मल। र भोलि फेरि फुल फ्लो स्टेटको साथ पढ्नेछु। र आजको वर्कआउटमा भर्टिकल पुलको लागि आफूसँग भएको मिनिमम रिसोर्सको पनि म्याक्सिमम युज गर्ने सोचले डोरमा पुलअप्सको 3 सेट लगाएँ। र होरिजेन्टल पुलको लागि बेन्ट ओभरको 3 सेट र रियर डेल्सको 3 सेट गर्दै आजको गर्न सकाएँ। आजको लागि यति नै। भोलि फेरि हुनेछ हाम्रो भेट। तबसम्मको लागि स्टे फिट। हर हर महादेव।